Hello guys, welcome by हाम्रो मार्चित्री ब्लग। यहाँ कोइरिल गर्दा मेरो फेस पनि देखेको छैन। आज हामी चाहिँ बङ्गाचुलतिर आज मेला हेर्न हिँडेको। ल हाई गरिदिनु त बाहिर। म चाहिँ गर्न मेला न यो बाटो चाहिँ लास्ट रहेछ। निनी सासपिलीबाट कोइरिलले केही देखिन्न। कुवा आएको छ, कुवा आएन, केही देखिन्न न। तखलाएर बाटो चाहिँ लास्ट अठार हामी गाडी नलिएर आएको। हाम्रो गाडी चाहिँ तल छ। मेला चाहिँ अटो र बाइकमा त चल्ने हुन्छ। मात्र हिँड्छ पुरै कुहिरो कुहिरो। हिँडी गाँडपट्टि हो गयो हाम्रो त। 4 किलोमिटर हिँड्न अझ 2 किलोमिटर माथि हिँड्नु परेछ। बिचरा दुःख पाइयो। जाम बनेर हिँड्नेपछि गाँडपट्टि भेटिएछ। बाटो चाहिँ यस्तो छ हालत। यो बाटो त अझै राम्रो हो। हाम्रो तल चाहिँ अझ उता तलपुर चाहिँ धेरै खतरा नै छ बाटो। यता अझै हाम्रो गाडी आएर तल बसिसक्छ। त्यहाँ 3-2 नानी हाम्रो अगाडि थियौँ, फेरि पछि भइगयो। फेरि बाइक परिरहेको केही देखिन्न क्या। पुरै कुहिरोले ढाकेको छ होइन। बाइक ल्याएर त हामीले मिल्ने हो। त्यो पुरै कुहिरो छ क्या एउटा। बिस्तारै बिस्तारै हाम्रो यहाँको ठाउँमा देखाइन्छौँ। देखाउनु त के भन्ने, यहाँ देखाउने ठाउँ जस्तो छैन। पुरै कुहिरो ढाकिसक्यो। हामी चाहिँ बङ्गाचुरी आइपुग्यौँ। हाम्रो यो चाहिँ गेट बङ्गाचुरी अगाडि प्रवेश गर्नु अगाडि यस्तो छ। गेट पनि भर्खर बनाएको छ। अझै चाहिँ माथि अझै माथि छ। यो ला बङ्गाचुरी यहाँ चाहिँ वाल्ला गेट छ। चलिरहेको बङ्गाचुरी बङ्गाचुरी कस्तो भइरहेको छ दाइ? गाडी त त्यसै नै फाटिहाल्छ नि। यत्रो बाटो हिँडिसकेको छ। गाँडपट्टि भइसक्यो। टोकिहाल्छ सबैले। बङ्गाचुरीको लब्बाला कहाँ छ त्यो हान्नु पर्छ अब। आइसक्यो हो न। अहिले बङ्गाचुरी पनि आइपुग्यो आज। अरू केही एकछिनपछि सिल अब चाहिँ मेला हेर्नु ल। माथि चाहिँ 3-4 ठाउँ परिरहेको छ होइन। हामी फेरि यतापट्टि हेरिरहेको। यता चाहिँ सब नाचिरहेको होइन। बस रमाइलो भइरहेछ।
हिँडिरहेको छन् चिलमा हामी चाहिँ धेरै मात्र आएको अन्टी लभरलाई चाहिँ भाडा देख्दै हामी पारा छिट्टै हामीले आएको नाच्नु धेरै छ अन्टी लभरको चाहिँ के छ हेर्नुहोस् नाचो कस्तो रहेछ भन्नु टिकट काट्नु पर्छ टिकट काट्छ 20 रुपैयाँ दुईजनाको
जाने र जाने र एकजनाको 10 लाग्छ लाग्ने काम हो आज टिडी बन्नु छ जाने हो चल अलि ठुलो भएपछि त छ सानो फेरि छैन एकजनाको 10 ल हाम्रो चाहिँ अब भित्रतिर जाने ल एकछिन यहाँ चाहिँ टिकट काट्ने भयो चल एयरपोर्ट किन सक्यो कोटिङ धेरै भ्याउनु महिना चाहिँ हामी चाहिँ चल्दिरहेको टावर चाहिँ यो त्यो टावरमा चढ्नु पाइन्न मेरो यति फोटो त्यो टावरमा चढ्नुपर्छ त्यो टावरमा त सायद एलाउड छैन त्यहाँ त नेपाल टेलिकम हामी चाहिँ बङ्गालचुली मेला आएर नै भ्याइयो मस्त जान्छ हेरिरहँ बङ्गालचुलीको मेला भिड देख्नुभएको छ बाटो त त्यस्तै हो साइकल आएको चाहिँ अझै पनि कहिले ढाकिरहेको छ अझै झरन लाग्छ हाम्रो टाइम हेर्न सक्नुहुन्छ अब चाहिँ एन्ड भइदिएको है अब अर्को भ्लगमा आउँछ यो भ्लगलाई बाई बाई अर्को भ्लग वेलकम छ